नमस्ते सबैजनालाई। मेरो नाम अभिनव भट्टराई र आज म चाहिँ एससी एक्जामिनेसनमा कम्प्युटर साइन्समा आउने क्वेसन नम्बर 9 को बी सिकाउन गइरहेको छु। 9 को बी चाहिँ धेरै जसो फाइल ह्यान्डलिङको बारेमा हुन्छ। फाइल ह्यान्डलिङ इन क्युबेसिकको बारेमा, फाइललाई कसरी चलाउने, कसरी के गर्ने भन्ने कुरा हुन्छ। सबभन्दा सुरुमा चाहिँ हामीले सिक्नुपर्ने भनेको फाइल चाहिँ क्युबेसिकमा कतिवटा मोडले खोल्न मिल्छ भनेर है। फर्स्ट भनेको चाहिँ इनपुट भनेको चाहिँ फाइलबाट चाहिँ क्युबेसिक प्रोग्राममा डाटा लिने है। सो इट्स कल्ड रिड गर्नु भनेको चाहिँ इनपुट लिनु भनेर भन्छ। फर्स्ट मोड त्यही भइहाल्यो। सेकेन्ड मोड भनेको चाहिँ आउटपुट हुन्छ। आउटपुट भनेको चाहिँ क्युबेसिकबाट फाइलमा चाहिँ डाटा हाल्नुलाई है, त्यसलाई आउटपुट भन्छ। सो दिस इज राइट। र अर्को भनेको चाहिँ एपेन्ड भन्ने हुन्छ। एपेन्ड भनेको पनि डाटा हाल्नु नै हो, तर एक्जिस्टिङ डाटामा है, एक्जिस्ट भएको डाटामा अलरेडी त्यसमा केही डाटा थप्नु छ भने चाहिँ एपेन्ड भन्ने युज गरिन्छ। सो आउटपुटले चाहिँ के गर्छ भन्दाखेरि कुनै फाइल खोलेको छ भने त्यो फाइलमा के छ उसलाई मतलब हुँदैन, त्यहाँको कन्टेन्ट सबै हटाइदिन्छ र सुरुदेखि नयाँ लेखिदिन्छ है, सिक्वेन्सियली। तर एपेन्डको काम भनेको अलरेडी भएको डाटामा नयाँ डाटा थपिदिन्छ है, प्लस प्लस गर्दै यता सिक्वेन्सियली डाटा बस्छ है। सो यो तीनटा मोड चाहिँ थाहा पाउनु पर्यो, कुन फाइलमा कसरी खोल्ने भनेर थाहा पाउनु पर्यो। अब धेरै जसो जब भन्छ डिस्प्ले भन्छ क्वेसनमा है, डिस्प्ले अल द रेकर्ड्स टाइपको कुरा गर्छ भने चाहिँ हामीले इनपुट लिनु पर्यो। अनि घरिघरि चाहिँ एड रेकर्ड भनेर भन्यो भने चाहिँ आउटपुट या एपेन्ड लाउनु पर्यो। तर हेरी है, केस हेरी हुन्छ कसरी गर्ने भन्ने हुन्छ है। सो यो प्रोग्राममा हेरौँ। राइट अ प्रोग्राम टु ओपन डाटा फाइल details.dat which may contain name, address, gender and salary. The program should allow user to add few records on it. भनेपछि के रहेछ, त्यो detail.dat भन्नेमा अलरेडी केही डाटा छ, कन्टेन्ट्स है, डाटा छ। अब त्यसमा चाहिँ डाटा थप्नु पर्छ भन्ने बित्तिकै कुन मोड आयो, एपेन्ड मोड आयो। यसमा डाटा एपेन्ड गर्नु पर्यो, भएको डाटामा नयाँ डाटा हाल्नु पर्यो। सो भनेपछि हामीले सुरुमा फाइललाई खोल्नु पर्यो। के गर्छौँ, क्वेसन नम्बर 9 बी एन्सर भनेर लेख्छौँ है। ओपन, केलाई ओपन गर्ने, detail.dat। यो फाइललाई ओपन गर्छौँ है। डबल हुन्छ यो कोटेसन मार्क्स, किनभने यो स्ट्रिङ हो एउटा। तर यसलाई के को आधारमा खोल्ने, एपेन्डको आधारमा खोल्ने। एपेन्डको आधारमा खोल्न के गर्ने, फर ओपन यो फाइल फर एपेन्ड गर्नको लागि खोल्ने र यसलाई एउटा फाइल नम्बर दिउँ, एज नम्बर 1। नम्बर 1 यो दियो भने के हुन्छ भन्दाखेरि प्रत्येकचोटि फाइलको नाम लेखिरहनु परेन क्या। डाइरेक्टली हामीले यो #1 हो है भन्ने बित्तिकै फाइलले क्युबेसिकले बुझ्न थालिहाल्छ है। सो ल, अब हामीले फाइललाई खोल्यौँ है, detail.dat भन्ने फाइल खुल्यो। फाइल यस्तो छ अरे, यो detail.dat रे अहिलेको लागि। सो यहाँ फाइलमा चाहिँ के छ अरे, नेम छ अरे, एड्रेस छ अरे, जेन्डर छ अरे, अनि स्यालेरी छ अरे। यो एउटा मान्छेको भयो, दोस्रो मान्छेको नि यसरी यता होला, तेस्रो मान्छेको होला, यस्तो बसिरहेको हुन्छ है। विच may contain नेम, एड्रेस। द प्रोग्राम should allow user to add few records भनेपछि सुरुमा हामी CLS बाट लेख्छौँ। अनि युजरले डाटा लेख्नु पर्यो, एड गर्नु पर्यो भने के गर्ने, सुरुमा युजरसँग इनपुट माग्ने, इन्टर। के इन्टर गराउने, यो कुराहरू है, जे दिया छ यहाँ। सुरुमा नाम माग्ने, एड्रेस माग्ने, जेन्डर माग्ने, स्यालेरी माग्ने। सो इन्टर नेम, इन्टर एड्रेस, इन्टर जेन्डर र इन्टर स्यालेरी है। यो जेन्डर, यो स्यालेरी। सो अब मैले यहाँ यसरी एक लाइनमा लेखेँ, तर एक्जामको बेला चाहिँ इनपुट जेन्डर, इनपुट नेम हो यसरी लेख्नु राम्रो है। धेरै इनपुट राख्यो भने सो एक्जामिनरले नि देख्छ कसरी राखेको छ भनेर। सो आई रिकमेन्ड युजिङ मेनी इनपुट्स। यसरी एउटैमा गर्नुभन्दा घरिघरि कन्फ्युज भइन्छ। सो सुरुमा नेम भनेको छ, नेम भनेको के हो, स्ट्रिङ हो। सो वी युज $N। त्यसपछि एड्रेस भनेको नि स्ट्रिङ हो, वी युज $A। जेन्डर भनेको नि स्ट्रिङ हो, र स्यालेरी भनेको चाहिँ नम्बर हो है, S भनेर लेख्दा पुगिहाल्यो। अब युजरबाट यतिवटा डाटा लियौँ, अब के गर्नुपर्ने छ, एड डाटा गर्नुपर्ने छ। सो हामी के गर्छौँ, डाटालाई राइट गर्छौं। कहाँ राइट गर्छौं? फाइल नम्बर
1 मा के एड गर्छौं नाम एड गर्छौं एड्रेस एड गर्छौं जेन्डर एड गर्छौं कमा है अनि स्यालेरी एड गर्छौं ठीक छ त्यसपछि फेरि युजरलाई सोध्नु पर्यो इनपुट डु यु वान्ट टु एड मोर डाटा अनि ब्र्याकेटमा चाहिँ y/n राख्नु पर्यो ठीक अब युजरबाट इनपुट लिएपछि मानिलियौं यो एउटा अप्सन भन्ने ओ भन्ने छ यो एउटा स्ट्रिङ है इफ ओ डलर भनेको चाहिँ मानिलियौं ओ डलर मात्र नलेखौं युकेस डलर ओ डलर यो भनेको के हो ओ डलर स्मल लेटर भए पनि यसले के गरिदिन्छ क्यापिटल लेटरमा बनाइदिन्छ है सो यदि युके ओ डलरको युकेस भनेको चाहिँ वाइ हो भने यहाँ चाहिँ दुईटा कुरा युज गर्न मिल्छ एउटा गो टु पनि युज गर्न मिल्छ अर्को डु वाइल पनि युज गर्न मिल्छ है सो अब गो टु मा कस्तो हुन्छ म दुईटै देखाइदिन्छु केही प्रब्लम भएन इक्वल्स टु वाइ गो टु हियर भन्ने र हियर कहाँ हुन्छ फेरि इनपुट लेख्ने ठाउँ यतातिर हुन्छ हियर भनेर डट डट दुईटा डट दिने यो भन्ने चाहिँ के हुन्छ यदि वाइ हो भने चाहिँ सिधै यहाँ माथि जान्छ हैन भने के हुन्छ प्रोग्राम एन्ड हुन्छ तर प्रोग्राम एन्ड गर्न अगाडि के गर्ने जहिले पनि फाइललाई क्लोज गर्ने क्लोज कुन फाइल #1 अनि प्रोग्रामलाई एन्ड गर्ने है सो गो टु गर्यो भने यस्तो हुन्थ्यो तर डु वाइल गर्यो भने के हुन्छ सुरुमा यहाँ डु लेख्ने है त्यसपछि यहाँ यो लाइनमा एउटा चेन्ज गर्ने वाइल ब्र्याकेटमा राख्ने के युकेस डलर ओ डलर यो डलर है इक्वल्स टु वाइ यो ब्र्याकेट परेन भनेपछि यो के बुझ्छ डु यो काम गर जब युकेस डलर वाइ युकेस डलर अफ ओ डलर वाइ हुन्छ भनेपछि के हुन्छ प्रोग्राम सुरुमा ओपन हुन्छ सीएलएस हुन्छ डु भनेपछि यो कस्तो खालके भयो सुरुमा चेक नगर्ने है यो पोस्ट टेस्ट भयो पछि मात्र चेक भइरहेछ यहाँ पोस्ट टेस्ट लुप भएपछि सुरुमा इनपुट माग्छ इनपुटलाई फाइलमा लेख्छ फेरि इनपुट माग्छ अझै डाटा एड गर्ने वाइ भनेको डु वाइल वाइ भनेर इनपुट दियो ओ डलरमा चाहिँ वाइ भन्यो भने चाहिँ फेरि यहाँ माथिबाट यहाँ आउँछ नत्र फाइल क्लोज गर्छ प्रोग्रामलाई एन्ड गर्छ है सो बेसिक यति भइहाल्यो अब हामी हेरौं डिस्प्ले गर्नेवाला है जुन चाहिँ मोड चाहिँ इनपुट हुन्छ त्यो फाइलको क्वेशन चाहिँ हेरौं है सो एउटा सिक्वेन्शियल फाइल छ जसको चाहिँ नाम record.txt छ भन्ने बित्तिकै सुरुमा त्यसलाई ओपन गरिहाल्ने है ओपन record.txt अब एकछिन पर्खिने हैज स्टोर डाटा अन्डर द फिल्ड नेम रोके रोल नम्बर छ नेम छ जेन्डर छ इंग्लिश नेपाली म्याथ र कम्प्युटरको मार्क्स छ है राइट अ प्रोग्राम टु डिस्प्ले अल द इन्फर्मेसन अफ द स्टुडेन्ट्स हुज जेन्डर इज एफ अनि अब्टेन मार्क्स इन कम्प्युटर इज 90 भनेपछि डाटा हामीले लिएर कम्पेयर गर्नु पर्यो लिनको लागि के गर्ने रिड गर्नको लागि के गर्ने इनपुट है र फाइल नम्बर 1 मा राख्दिम यसलाई अब सीएलएस गरौँ अब फाइल भित्र छिर्नु पर्यो हामी है व्हाइल नट एन्ड अफ फाइल EOF कुन फाइलको फाइल नम्बर 1 को यति बुझ्नु पर्यो जबसम्म फाइल नम्बर 1 को एन्डमा पुग्दैन तबसम्म यहाँ वेन्ड राख्दिने तबसम्म यो लुप चाहिँ चलिरहन्छ है सो फाइल भित्र छिर्ने बित्तिकै हामीले के गर्ने इनपुट लिने फाइलबाट इनपुट लिने कुन फाइलबाट फाइल नम्बर 1 बाट के इनपुट लिने यही छ रोल नम्बर भनेको नम्बर हो नेम भनेको स्ट्रिङ हो जेन्डर भनेको स्ट्रिङ हो है इंग्लिशको मार्क्स भनेको नम्बर नेपालीको मार्क्स नम्बर म्याथको मार्क्स नम्बर कम्प्युटरको मार्क्स नम्बर ठीक छ इनपुट लिम फर्स्ट वाला सिक्वेन्शियल डाटा लिम अब के गर्नु छ राइट अ प्रोग्राम टु डिस्प्ले अल द इन्फर्मेसन अफ द स्टुडेन्ट्स हुज जेन्डर इज एफ if युकेस डलर के को जेन्डर को युकेस डलर चाहिँ एफ छ रे
अनि के छ एन्ड obtained मार्क्स इन कम्प्युटर इज मोर देन 90 एन्ड कम्प्युटरको मार्क्स चाहिँ मोर देन 90 भनेपछि मोर देन 90 मोर देन इक्वल्स टु 90 भएको भए चाहिँ यहाँ इक्वल्स टु हुन्थ्यो तर यहाँ मोर देन 90 मात्र भनेछ सो वी ओन्ली राइट सी इज ग्रेटर देन 90 देन के गर्ने डिस्प्ले गर्ने भनेछ नि त सो हामी के गर्छौं प्रिन्ट गर्छौं प्रिन्ट के गर्छौं रोल नम्बर प्रिन्ट गर्छौं नाम प्रिन्ट गर्छौं जेन्डर प्रिन्ट गर्छौं इंग्लिशको मार्क्स नेपालीको मार्क्स म्याथको मार्क्स र कम्प्युटरको मार्क्स प्रिन्ट गर्छौं ठीक अब इन्डिफ गर्ने इन्डिफ भएपछि वेन्ड हुन्छ फेरि माथि जान्छ जबसम्म फाइलको एन्डमा पुग्दैन लुप पाक्को भई गर्छ डाटा तानेको ताने गर्छ चेक गरेको गरे गर्छ अनि प्रिन्ट गर्छ जुन को जेन्डर फिमेल छ र जुन को कम्प्युटरको मार्क्स 90 भन्दा माथि छ है वेन्ड भएपछि हामी फाइललाई क्लोज गर्छौं क्लोज #1 अनि एन्ड यति है धेरै गाह्रो केही पनि छैन अब म एउटा क्वेशन गर्छु आफै बनाएको यहाँ चाहिँ हामी के गर्छौं भन्दाखेरि धेरै जसो सोध्दै हुन्छ एउटा फाइल छ रे मानिलियौं rec.txt भन्ने फाइल छ रे यसमा चाहिँ डाटाहरु छ रे है यो डाटाबाट हामीलाई चाहिँ हटाउनु पर्यो लाइक डिलिट गर्नु पर्यो रे यो ओके यहाँ चाहिँ नेम छ जेन्डर छ र स्यालेरी छ रे है अब हामीलाई चाहिँ के गर्नु पर्यो only keep the record of those people जसको जेन्डर चाहिँ ओके जसको स्यालेरी चाहिँ 50,000 भन्दा या 50,000 भन्दा ठुलो है यो वाला गर्नु पर्यो रे ओके सो के गर्नु पर्यो सुरुमा फाइल अफ कोर्स ओपन गर्नु पर्यो ओपन के गर्ने rec.txt के हामीले रिड गर्नु छ केले गर्नु पर्यो इनपुटले गर्ने एज फाइल नम्बर 1 भनौं है अब मैले यहाँ cls लेखे अब फाइल रिड गर्नु पर्यो पहिले रिड गर्न मैले के भने भर्खर while not end of फाइल कुनको end of फाइल 1 नम्बर है यहाँ 100 छ अनि यहाँ 100 लेख्ने तर यहाँ 1 छ भने यहाँ 1 लेख्ने यति बुझ्नु पर्यो है while not end of फाइल अब इनपुट लिने फाइलबाट डाटा तान्ने फाइल नम्बर 1 बाट के डाटा तान्ने के छ नेम छ जेन्डर छ र स्यालेरी छ अब हामीले चेक गर्नु पर्यो कसको स्यालेरी चाहिँ ग्रेटर देन 50,000 छ या 50,000 छ इफ स्यालेरी इज ग्रेटर अर इक्वल्स टु 50,000 कमा दिने हैन है यो नम्बर लेख्दाखेरि कम्पेयर गर्दाखेरि कमा दिने हैन यो कोटेसन पनि दिने हैन फेरि यो स्ट्रिङमा मात्र दिने हो सो यो भेरिएबल भएको कारण जस्ट नम्बर मात्र लेख्ने देन अब 50,000 भन्दा बढी स्यालेरी छ भने चाहिँ राख्नु पर्यो रे अरु नत्र अरुको डिलिट गर्नु पर्यो रे अब यो डाटा गएर कहाँ राख्ने थाहा हैन त्यही भएर एउटा टेम्पोररी फाइल खोल्दिम है टेम्पोररी temp.txt भन्ने खोल्दिम है यसलाई के गर्न खोल्ने हामी डाटा लेख्नको लागि भनेपछि के गर्नु पर्यो आउटपुट गर्नु पर्यो र एज फाइल नम्बर 2 1 मा अलरेडी खोलिसकेको छ त्यही भएर 1 मा खोल्न मिल्दैन 2 मा खोल्ने र यदि स्यालेरी 50 भन्दा माथि के छ 50,000 भन्दा माथि छ भने के गर्ने राइट गर्ने कहाँ फाइल नम्बर 2 मा के नेम राइट गर्ने जेन्डर राइट गर्ने र स्यालेरी राइट गर्ने ठीक छ लेख्ने त्यसपछि इन्डिफ while लुपलाई क्लोज वेन्ड त्यसपछि दुईटै फाइललाई क्लोज हान्दिम क्लोज #1 क्लोज #2 ठीक छ यति गरेपछि प्रोग्रामलाई एन्ड गर्न मिल्दैन अझै बाँकी छ rec.txt बाट 50,000 भन्दा स्यालेरी यहाँ राखियो अब यसको नामाङ्करण चाहिँ rec.txt गर्नु पर्यो सो फर्स्टमा हामी फाइललाई किल गर्छौं किल भनेको डिलिट है अब record.txt फाइल डिलिट हुन्छ है हराउँछ यो हराइसकेपछि के गर्ने नेम टेम्प भन्ने फाइलको नाम चाहिँ अब हामी रेकर्ड भनेर राख्छौं है सो नेम temp.txt एज record.txt ठीक छ अब यो भन्यो नि के हुन्छ यो जुनमा पुरानो डाटा थियो त्यो फाइल डिलिट भयो है त्यसपछि नेम
टेम्पोररी भन्ने फाइल चाहिँ अब record.txt भनेर बस्छ त्यसपछि के गर्ने प्रोग्रामलाई एन्ड गरिदिने ठीक छ त्यही हो ओपन गर्यो फाइललाई यो जुनमा डाटा थियो त्यसलाई रिड गर्न ओपन गर्यौं #1 मा त्यसपछि एउटा टेम्पोररी डाटा हाल्नको लागि चाहिँ लेख्नको लागि चाहिँ आउटपुटमा फाइल नम्बर 2 ले खोल्यौं CLS भयो जबसम्म फाइल नम्बर 1 को एन्डमा पुग्दैन तबसम्म त्यसले इनपुट लिन्छ र इनपुट चेक गर्छ स्यालेरी चेक गर्छ 50,000 भन्दा माथि छ भने टेम्पोररी फाइलमा गएर तिनीहरुको डिटेल लेख्छ छैन भने लुप वेन्ड अर्को डाटा लिन थाल्छ जबसम्म डाटा सकिदैन यो लुप चलिरहन्छ त्यसपछि फाइल नम्बर 1 लाई क्लोज गर्छ फाइल नम्बर 2 लाई क्लोज गर्छ record.txt लाई डिलिट गरिदिन्छ र टेम्पोररी डाटाको नाम चाहिँ record.txt गरेर प्रोग्राम एन्ड हुन्छ है सो हाम्रो फाइल ह्यान्डलिङ क्वेशन यति मात्र हो क्वेशन नम्बर 9B मा आउने 4 मार्क्स इजिली आउँछ यसबाट थ्यांक यू